वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ म जाँदैछु हाम्रो भाइ अनुपको नानीको भात खुवाइमा। सो पढाइ भेट्यौँ नि। आज मैले वेयर गरिरहेको छु मेरो आमाले माई म्याटर्नल मदरले नेपालबाट ल्याइदिएको गिफ्ट। दिस वान नाइस न। के प्रोग्राम ल्याइदियो भन्नु न। आँगाङ्गी थौरम भन्यो भन्नु। रमाइलो हो नि त। बाङ्ला तुमीदेखि नै हो। आएको है हामी नानी पहिला कति आइसक्यो। नानी पनि तेरै नानी भयो क्या हो। खोइ होइन मेरो नानी त उपर छ। बेलुन देखेर हेरेको त्यो। कुन चाहिँ उता बुम्बर पकिने भरे खाएर मात्रै चाल पर्छ। कस्तो हुन्छ अभिषेकले बनाएको त थाहा पाएको होला नि त। अस्ति चाहिँ अब झन् मामा खाएर मोटो हुन्छु भन्दै थियो हिजो नि मैले। हो होइन अस्ति त यस्तो हुन्छ जस्तो थिएन पहिला त लुते थियो नि त। कति राम्री भयो त। यो चाहिँ हामीको नेपालीको भात खिलाइ गर्दो रहेछ। यसरी भातहरू राख्नुपर्ने रहेछ। ग्लासहरू लिएर आउँछ। ग्लासहरू चाहिँ लिएर आउँछ। जोरले बढेर उयो के साह्रो खोकेको फेरि नै आइपुगेछु म चाहिँ। बाहिर त ठुली नै ठुली भइसक्यो नि त। ब्लग भन्नु चाहिँ हाम्रो देमा आफ्नै भिडाएर राखेर सरमले तितो र लौचाउँदो भन्दैछ। कप खाएको भन्ने त्यसरी खाएर त बलियो हुन्छ भने हामीको बस्ती हाम्रो मानिना तिनीहरू है तब आजदेखि चाहिँ दीक्षालाई त लगाइदिए रहेछ त भन्नु कोही दीक्षालाई चाहिँ लग यसलाई पनि राख्दैछु। पैसा म बोकिदिन्छु ल। अब हाम्रो बुहारीलाई पनि नलाइदिनु भने भरे मन दुखाउँछ होला। क्यामेरामा गर्दैछ साँच्चै अटेन र त म यहाँ फेरि जुम गर्दैछु।
तिम्रो बेलुन दिएको बेलुन दिएको दीक्षालाई दिनु न पैसा दिनु न क्यामेराग्राफर 3 जना मात्रै परेछ दीक्षालाई पो हेर्नुहोस् पुरा खोलेको छ थाल्यो नि मान्छेलाई मैले देखाउँदै पक्रिनु नि त ल इच्छा ल कान्छी हाम्रो कान्छीलाई चाहिँ बुहारीको दिदी होइन दिदी बेला के हो भना सासू भएकोदेखि पुरा खतरा हुँदैछ ल ल ल भागेमा नि छोरी हुनु ल रुन्ची चाहिँ नहुनु केलाई भात खिलायो म त बोल्नु त बोल्दिन ट्विन्स हुने चाहिँ ट्विन्स Eating is also an option now. Eat and drink
लालबहादुरको देउरानी बुहारी नै पसन्द म चाहिँ लालबहादुरको लालेको नि हो बिरलालेको म चाहिँ लालेको ल हामी गयौँ हेन्चे गरौँ अनि तपाईँहरू चाहिँ एकछिन आउनु यसो झुल्के घाम जस्तो राम्रो झुल्के घामबाट जस्तो ल गयौँ बुढा सबैजना होइन पहिला त सियोरले कि अहिले